रमणीय गाउँको एउटा सानो घरमा आशिष, अस्मिता र उनीहरूका दुई प्यारा सन्तान आरब र आराध्या बस्थे। एक साँझ आशिष चिन्तित देखिन्थे। अस्मिताले सोधिन्, के भयो प्रिय? आशिषले भने, हाम्रा बच्चाहरूको भविष्यको बारेमा सोच्दै थिएँ। ठुलो सपना छ उनीहरूको, तर कसरी पुरा गर्ने? अस्मिता मुस्कुराइन्। मैले एउटा कुरा देखेको छु। हामीले रोपेको एउटा सानो आशाको बीज नेसनल लाइफ इन्स्योरेन्सले भोलि विशाल वृक्ष बन्न सक्छ। भोलिपल्ट आशिषले आफ्नो ल्यापटप खोले। नेसनल लाइफको अनलाइन क्याल्कुलेटरमा उनले आफ्नो उमेर र लगानीको इच्छा राखे। आरब र आराध्या उत्सुकतापूर्वक हेरिरहेका थिए। स्क्रिनमा उनको लगानी इन्भेस्टमेन्ट भन्दा बोनस सहितको कुल प्रतिफल म्याच्युरिटी रिटर्न धेरै देखा पर्यो। आशिषको अनुहारमा खुसी छायो। उनले आफ्नो लगानी कार्ड डाउनलोड गरे। अब उनको परिवारको लागि सुरक्षित भविष्यको बाटो खुल्दै थियो। अस्मिताले भनिन्, हेर, सानो लगानीले कसरी ठूलो खुसी ल्याउँदो रहेछ। आरब र आराध्या हाँसे। आशिषले आफ्नो परिवारलाई अँगालो हाले। आज रोपेको आशाको बीजले भोलि सुनौलो फल दिनेछ।